एक्लै अब कति खेल्नु खेल्दा खेल्दा वाक्क भइसक्यो खेल्दा खेले 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 फेरि खेले खेले फेरि खेले केटाहरूले सराबी अब ल साथीहरू आज मौसम यस्तो राम्रो भएको छ कि त्यही भएर आज चाहिँ म चाहिँ स्विमिङ गर्न जाने भनेर मैले सोचिरहेको छु र मैले ठ्याक्कै रेडी पनि भइसकेको छु अनि मेरो बाइक पनि रेडी गरिरहेको छु। आज पनि स्विमिङ पुल आइरहेको छु ट्याक्क यहाँ फुर्सद खेलिरहेको छ भाइहरू। स्विमिङ पुलमा कोही छैन साथीहरू, म एक्लै छु यहाँनिर ट्याक्कै एक्लै अब कति खेल्नु खेल्दा खेल्दा वाक्क भइसक्यो खेल्दा खेल्दा अघिदेखि खेलेको खेल्दा खेले 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 फेरि खेले खेले फेरि खेले ह्याङ भइसक्यो। अब केटाहरू यहाँ आउन के साह्रो लभ गरेको पैसा फल्दैन नि त पैसा अर्को अब खेल्दा खेल्दा अब्बर भोक लाग्यो क्या अनि मैले एउटा स्याउल ल्याएको थिएँ ठ्याक्क स्याउ खान्छ खेले 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 के गर्न सकिनँ अब केटाहरू आउँछ भनेर लाइभ सेभ गरेको कोही नआएको केटाहरूले सराबी अब सकिया ऊ हो पुरै धनी पनि यति भयो कि मलाई यार स्विमिङ पुललाई पैसा दिएर भएर स्विमिङ पुल नै बनाउनु पर्ने भयो यार लास्टै धनी भयो यार डाइभ भन्नु
म चाहिँ अब स्विमिङ खेलेर फर्केको यहाँ केटाहरू भर्खर आइरहेछ को आइरहेछ खेल्दैछ म चाहिँ फर्केको अब खेलेँ 3 घन्टा जति त्योभन्दा धेरै खेल्नु हुँदैन त्योभन्दा धेरै खेल्यो भने शरीरलाई राम्रो हुँदैन ल केटाहरू